गत पौष 2 गते श्रमिकहरूलाई सम्मान गर्ने कार्यक्रममा मेयर हर्क साम्पाङज्यूले बोल्नुभएको सानो क्लिप हेर्नुहोला। म धरानको सबभन्दा ठुलो मान्छे हो, बुझ्नुभयो नि। म भन्दा ठुलो मान्छे छैन यतिखेर है। पदीय हिसाबले सबभन्दा ठुलो मान्छे हो म। मैले अन्तिम सिग्नेचर गरेर मात्र यहाँको बजेट बन्ने हो। मैले कार्यपालिका बैठक बोलाएँ भने मात्रै हुने हो। मैले जे एजेन्डा हुन्छ त्यो मात्रै छलफल हुने हो। अन्तिम निर्णयकर्ता म हो। तपाईँहरूले पनि सुन्नुभयो होइन, हर्क साम्पाङ सरले भनिरहनु भएको छ, अहिले यति बेला हालको अवस्थामा धरान उपमहानगरपालिकाको सबैभन्दा ठुलो मान्छे म हो, कार्यकारी म हो। यस हिसाबले म हो कि म चाहिँ तपाईँको अहिले धरान उपमहानगरपालिकाको चाहिँ मेयर पदको चाहिँ कार्यकारी अध्यक्ष हो होइन, मेयर हो। त्यसो भएको भएर म चाहिँ पदीय हिसाबले होइन, मलाई संविधानले दिएको हक अधिकारको हिसाबले म ठुलो हो भन्नु खोज्नु भएको हो। तर यहाँनिर चाहिँ उहाँका विरोधी साथीहरूले चाहिँ त्यो जुन उहाँले त त्यति मात्र बोलेको थिएन त्यो कार्यक्रममा होइन, उहाँले त तपाईँको चाहिँ लगभग 2 घन्टाभन्दा लामो चाहिँ आफ्नो अभिव्यक्ति दिनुभएको छ होइन। तीमध्येको चाहिँ तपाईँको थोरै पर्सन उहाँले बोल्नुभएको कुरालाई चाहिँ त्यो जुन कुन प्रसङ्गमा उहाँले भन्नुभएको थियो त्यो पनि तपाईँको त्यो स्पष्टै नभइकन होइन, सानो क्लिपलाई चाहिँ तपाईँको चाहिँ उहाँले चाहिँ घमण्ड गरे जस्तो तरिकाको चाहिँ यहाँनिर बुझाइ जनतालाई चाहिँ भ्रम छर्नको लागि जुन खालको क्लिपहरू बनाएर चाहिँ ट्रोल गर्नुभएको छ, उहाँहरूलाई धेरै धेरै धन्यवाद, मुरी धन्यवाद। तर जति विरोधी मित्रहरूले चाहिँ सेयर गरेर चाहिँ सामाजिक सञ्जालमा चाहिँ घृणित काम गरिरहनु भएको छ, उहाँहरूलाई चाहिँ म मुरी धन्यवाद दिन चाहन्छु। किनभने तपाईँहरूले गर्दा हामीलाई बल पुगेको छ, है, हामीलाई उत्साह जागेको छ। जति तपाईँहरू हर्क साम्पाङ सरको पछाडि विरोध गर्नुहुन्छ होइन, त्यति नै हामीलाई बल पुग्छ, हामी समर्थकलाई बल पुग्छ। हामी किन समर्थन गरिरहेछौँ भन्ने कुरा तपाईँहरूले मजाले बुझ्नु भएको छ होइन। हामीले काम गर्ने मान्छे खोजेको हौँ, भाषण गर्ने मान्छे होइन, पदमा बसेर चिल्लो गाडी चढ्ने मान्छे होइन, राज्यको चाहिँ सम्पत्ति पैसा लुट्ने भ्रष्टाचारी होइन, तपाईँको विभिन्न काण्डमा मुछिएको त्यस्तो होइन हामीलाई चाहिँदैन होइन। राजनीतिक संरक्षण गरेर चाहिँ देशद्रोहीहरूलाई अपराधीहरूलाई संरक्षण गर्ने त्यस्तो नेता हामीलाई चाहिएको होइन। हर्क साम्पाङ जस्तै व्यक्ति चाहिएको हो जो हामी जस्तो श्रमदाताहरूसँग श्रमिकसँग होइन मजाले बसेर काम गर्नुहुन्छ होइन, त्यस्तो मान्छे हामीले खोजेको। त्यही भएर तपाईँहरूले त्यो सानो क्लिप काटेर विरोध गरेर हामीलाई केही फरक पर्दैन। तपाईँहरूले हेर्ने हो भने पुरै भिडियोको लिङ्क, यो भिडियोको पुरै उहाँले त्यो कार्यक्रममा कति घन्टा बोल्नुभयो र के बोल्नुभयो भन्ने कुरा चाहिँ यो भिडियोमा मैले माथि पोस्टमै लिङ्क राखिदिएको छु, त्यहाँ गएर हेर्नु होला कति कुरा बोल्नु भएको रहेछ र कुन प्रसङ्गमा चाहिँ उहाँले अहिलेको त्यो सानो क्लिप जुन भाइरल भइरहेको छ त्यो भन्नुभएको रहेछ, त्यो पनि तपाईँहरूले त्यहाँ सुन्न पाउनुहुन्छ। बेकारमा वाहियातमा यार, वाहियातमा जे पाए त्यही होइन, जे पनि सेयर गरिदिने, जे पनि गरिदिने। जनता भेडा छैन होइन, अब बुझ्नु होला है, जनता भेडा छैनन्। त्यसो भएको भएर यो तपाईँहरूले गरेको जुन कामप्रति हामी चाहिँ एकदमै तपाईँहरू जति विरोध गर्नुहुन्छ त्यति नै हामीलाई बल पुग्छ। धन्यवाद। जय देश, जय माटो, जय श्रम संस्कृति, जय हर्क साम्पाङ, जय हर्क पथ।